गुड मर्निङ सबैजनालाई। अनि आजको भ्लगमा तपाईँलाई स्वागत छ सबैजनालाई। आज हामी जाँदैछौँ भैरस्थान अनि आज सुमनको बर्थडे अनि बर्थडे भएको कारणले हामी आज भैरस्थान मन्दिरतर्फ जाँदैछौँ। अहिले छु म तानचिनको टपमा, पछाडि ब्याकग्राउन्डमा तानचिन देखिरहनु भएको छ होला। अब एकैछिनमा सुमनहरू हाम्रो टिमहरू आउँदैछन् अनि त्यसपछि हामी जान्छौँ भैरस्थान मन्दिर। फाइनली हाम्रो बर्थडे बोय आएको अवस्था। ह्याप्पी बर्थडे ल। थ्याङ्क यू मामा। धेरै धेरै शुभकामना। एक वर्ष पाएको बोल्नु अहिले कति हेन्सम देखेको, हिजो फ्रेस थिएन त हात त। को आउँदैछन्? माधव भएर यहाँ यस्तो हरानी तानचिन थाहा छैन। यस्ता मान्छे हराउने मान्छे। मैले भन्दा चाहिँ त्यताको बाटो गएको त्यहाँ गएको ल जाम भिडियो यस्तो कोही बितेको र कोही बित्ते जस्तो छ त। क्या धेरै छ है गाडी त। चियानो भनेपछि कोही बितेर त होइन, ठुलै मान्छे बितेर रहेछ र यस्तो गाडी पुरा। मुस्लिमहरूमा नै रिच हुन्छन् है लास्टेड। यहाँको घर चाहिँ क्या दामी हुन्छ लाग्छ, पुरानो होइन, लाइनसँग क्या। अस्तिले पालिका काम गर्दा ड्रोन सट हार्नेको कस्तो दामी देखेको यहाँ। यहाँ पनि सानो मन्दिर। अब हामी भैरस्थान पुग्न लागिरहेका छौँ। यहाँ माथि मन्दिर छ। के मेहनत गर्ने हिँडेर के जाने पानी चाहिँ लिएर आयो त चटपट। यहाँ होइन कि सिधै माथि जाने। अब हामी यहाँबाट मासतिर लाग्छौँ। गेटबाट इन्ट्री गऱ्यौँ हामी। अब यहाँ बाटो चाहिँ ठिक छ है। यो चाहिँ डुस्टुङ जाँदाखेरि देखिन्छ। यो चाहिँ डुस्टुङ जाने ठाउँमा पर्छ। यो चाहिँ टावर किन तल गयो? तल लाग्यो त सोल्टीहरू। पार्किङ हो क्या? यहाँ आउँदो रहेछ। कहाँ बारीतिर हिँडेछ न भने कहाँ बारी हिँडेको न। अहिले चाहिँ हाम्रो रोड पाकिरहेको अवस्था छ। माथि साइड मन्दिर साइड जाँदैछौँ। हाम्रो साथमा हुन्छ हाम्रो टिम। थकै लाग्छ नि अलिअलि लाग्नु लाग्छ, तर मन्दिरको छेउमा आइसकेपछि भक्न लाग्दैछ भन्ने कुरा बुझ्यो। एउटा सारङ्गी बजाउने बस्नुहुन्थ्यो कि 12 बजिसक्यो। सारङ्गी जानु पर्ने छ नि। त्यहाँ रहेछ। आज हेलो यहाँ चाहिँ जुत्ता राख्न यस्तो व्यवस्थित छ। यहाँ चाहिँ छर्क्यौ न
सुनपानीले चोखो चोखो हुनु पऱ्यो नि सुन कहाँ छ मैले चाहिँ 20 रुपियाँ पाएको अवस्था रहेछ त ए तपाईँको आज लिनै हुन्न त बाबु कति भयो 20 भयो 5 लाख सबलाई पैसा बाँडौँ कति आनन्द के मलाई त पुगेँ है अरूको कोल्टीबाट पैसा निकाल्दा कम मजा भइरहेछ यस्तो पो हो त फाइदा गऱ्यो यार साथी भनेको यस्तो पो हुनुपर्छ फाइदा गऱ्यो यार यहाँ टु पुङ्गै बनाएर भोलि आइहाल्छ नि 30 40 होइन यो भयो भयो हजुर अब चाहिँ हामी अमृत खाएर सुखो भएर भित्र जाँदैछौँ बिहान त भिडभाड होला है अब खासै हुन्न होला जिप लाइन बनाएको जिप लाइन त सकिसक्यो के चिता छ मैले चिताको पुगोस् रे अझै के चिता छ म चाहिँ सधैँ उताबाट आउँथेँ उल्टो आउनु छ आउटो पनि दिनुहोस् त सँगै टुरिस्ट दौड चाहिँ हामी माथि साइड जाँदैछौँ अब यहाँ एउटा न एउटा भान्जा त भेट हुन्छ पक्कै छैन नि त हाम्रो यहाँ क्यामेरा टोली हाम्रो बर्थडे बोय यता हुनुहुन्छ म छु यता यो चाहिँ यस्तो बेरेर हो सुमन मलाई अहिले चाहिँ थाहा थिएन त्रिशुलमा चाहिँ कालो झजरले नै कटोस् भन्ने अर्थ हुन्छ यता छन् फेरि हाम्रो अर्को भान्जा फोटो खिच्दै मनिष हाम्रो मनिष भान्जा ड्युटीमा अन ड्युटी यो झ्यालबाट चाहिँ यस्तो दामी सिन देखिन्छ मलाई सबैभन्दा मनपर्ने यहाँबाट गएर भ्यू भनेको यहाँबाट यस्तो दामी छ जो पाइ चाहिँ खासै जान पाउँदैन यहाँबाट माथि गएर खिच्नुपर्छ हामी चाहिँ डकुमेन्ट्री खिच्दा चाहिँ यहाँबाट खिचेको थियौँ यस्तो दामी सिन आएको थियो त्यो डकुमेन्ट्री चाहिँ पालिकाको डकुमेन्ट्री त्यो अपलोड गर्न पाइएको छैन हाम्रो मनिषले हाम्रो ग्रुप फोटो खिच्न लगाइरहेका छन् ल म कहाँ बस्छौँ ल बटो भाइ बिचमा बस्छ तिमी यहाँ हो कि बिचमा तपाईँ कहाँ हो र तपाईँ यता आउने होइन र अलि उता अब चाहिँ हामी भैरस्थानबाट रिटर्न हुँदैछौँ हामी 4 जना दाजुभाइ यतिखेर मजाले। सूर्य बस्नेतको भ्लगमा छौँ उहाँ एकदम अहिलेको चर्चित व्यस्तकर भ्लगर हुनुहुन्छ बिल्ला पारे उहाँ अरू अलि खुसी लाग्दो रहेछ अझै सुनाउँदा ओके म त इमेजिनमा जान लाँदै क्या क्यारम बोर्ड खेल्दाखेरि मकै दिनुपर्छ गोती जाने छुट्नु भयो अध्यक्षज्यू अलि चाँडै हिँड्नु पऱ्यो पाल्पा जिल्लाको ए हामी त अहिले बाहुनडाँडामा बस्दै गर्छु बाहुनडाँडामा गयो
अब हामी जाँदैछौँ रोइलिङ। अब बिहानबाट नास्ता केही गरिएको छैन, मन्दिर गयो, रोड र चिया खाएर अब चाहिँ हामी रोइलिङ इन्ट्री गर्दैछौँ। थ्याङ्क यू यस्तो वेलकम पाउँदा त विशेष भनिदिनुहोस् न। त्यसपछि तपाईँले यति धेरै राम्रो स्वागत सत्कार गर्दैन तपाईँलाई। मालासहित हो कि अझै खाँदा खाँदा अहिले खाँदाखेरि खाँदाखेरि रे जम जम जम। कता साइड बस्ने? ओ हाम्रो टोली सन्चै छ। माथि बस्नु बस्दैन तलै बस्ने नि। हाम्रो रणवीरले ह्याप्पी बर्थडे बजाउँछन्। म उसु गरेर उसु गर्छु कि। के गर्छ उसु? ए सुमन दाइले पनि मेसेज गरेको छ यार। सेन्टीवाला होइन क्या। ओहो Happy birthday to you. Happy birthday to you. Tal. Oh my God.